हेलो नमस्कार मेरा सम्पूर्ण युट्युब टिकटक र फेसबुकका साथीहरूलाई म स्वागत गर्न चाहे र आज चाहिँ म तपाईँहरूमा एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु र भिडियोको बारेमा भन्नुपर्दा चाहिँ जो चलचित्रकर्मी हुनुहुन्छ र जो चाहिँ यस चलचित्र क्षेत्रमा आउन चाहनुहुन्छ वा जसले चाहिँ आफ्नो यस्तो एउटा सिर्जना बनाउनु भएको छ जो चाहिँ नेसनल तथा इन्टरनेसनल फेस्टिभलमा आफ्नो सिर्जनालाई लान चाहनुहुन्छ भने कसरी जान सकिन्छ त्यसबारेमा त्यहाँसम्म भन्ने विषयलाई चाहिँ आज हाम्रो छलफल कार्यक्रमको एउटा रहेको छ जुन चाहिँ नेपाल चलचित्रकर्मी महासङ्घले आयोजना गरेको छ त्यसको भिडियो म तपाईँहरूमा राख्न चाहन्छु र भिडियोलाई अन्तिमसम्म हेर्न भन्न चाहन्छु। यदि तपाईँ चलचित्रकर्मी हुनुहुन्छ र तपाईँ आफ्नो सिर्जनालाई चाहिँ नेसनल तथा इन्टरनेसनल चलचित्र फेस्टिभलमा लान चाहनुहुन्छ भने चाहिँ यो भिडियो अन्तिमसम्म हेर्नु होला र भिडियो मन पर्यो भने तपाईँले लाइक कमेन्ट र सेयर गरिदिनु होला र यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गर्न पनि म अनुरोध गर्न चाहन्छु र मेरो टिकटकलाई फलो गर्नुभएको छैन र फेसबुकलाई फलो गर्नुभएको छैन भने मेरो एलीलाई फेसबुक र टिकटकलाई फलो गरिदिनु हुन म हार्दिक अनुरोध गर्दै आजको भिडियो म तपाईँहरूमा राख्न चाहन्छु। म लागि अब कार्यक्रम स्थलतर्फ थ्याङ्क यू। अनि न्यानो न्यानो अभिवादन पनि प्रकट गर्दछु। 2046 सालमा समारोह नामक भिडियो चलचित्रबाट अभिनेता बन्ने उद्देश्यसहित उहाँले चलचित्र नगरीमा प्रवेश गर्नुभयो अनि सँगसँगै त्यो प्रवेश गरे सँगसँगै अब उहाँले अभिनय त गर्नुभयो, अभिनय सँगसँगै निर्देशनको कुरा अनि अन्य विभिन्न सङ्घ संस्थाहरूको नेतृत्व गर्ने कुरा यी त छँदै नै छन्। यी यावत कुराहरू उहाँले गर्दै आउनु भएको छ, जस्तै कर्मरेखा, उज्यालोतिर, ममता, नियति लगायतका टेली चलचित्रहरूमा उहाँले अभिनय अनि सँगसँगै निर्देशन समेत गर्नुभएको छ अनि सँगसँगै ख्याल ख्यालैमा, आमाको काग, गाजल जस्ता चलचित्रहरूमा समेत उहाँले अभिनय गर्नुभएको छ अनि सँगसँगै आइमाई नामक यो छोटो चलचित्र जुन चाहिँ एकै टेकमा ओके भएको थियो हैन सर, एकै टेकमा ओके भएको चलचित्र अथवा खिचिएको चलचित्र आइमाई पनि उहाँले निर्देशन गर्नुभएको छ। अत्यन्तै आदरणीय व्यक्तित्व बन्नी प्रधानलाई पनि यहाँ प्राप्त गरेका छौँ। उहाँको पनि यो शुभ अवसरमा यो उपस्थितिले हामीलाई अझ खुसी दिलाएको छ। उहाँलाई पनि एकपटक जोरदार तालीले स्वागत गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। विशेष त भारतीय चलचित्रहरूमा पनि उहाँको विभिन्न चलचित्रहरूमा उहाँको भूमिका रह्यो, जस्तै हामीले चिनिरहेका अथवा भारतका स्टार भनिएका अमिताभ बच्चन, शत्रुघ्न सिन्हा जस्ता कलाकारहरूसँग उहाँले चाहिँ स्क्रिन सेयर गर्नुभएको छ अनि सँगसँगै अब भारतीय चलचित्र सफेद हात्तीबाट उहाँले हिन्दी चलचित्रमा अभिनय सुरुवात गर्नुभयो अनि 12 साल की एक रात लगायत घरवाली, बहारवाली, पुकार लगायतका चलचित्रहरूमा उहाँले अभिनय गर्नुभएको छ भनेदेखि उहाँले तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र बाँसुरीबाट नेपाली चलचित्रमा नायकको भूमिकामा उहाँले नेपाली चलचित्रमा प्रवेश गर्नुभयो र नेपाली चलचित्रमा अभिनय गर्नुभयो। त्यो सँगसँगै तिलहरी, देवकी, दाजुभाइ, भाग्यचक्र लगायतका दर्जनौं चलचित्रहरूमा उहाँले अभिनय गर्नुभयो भने यस्ता चलचित्रहरू दर्जनौं चलचित्र उहाँले निर्देशन पनि गर्नुभएको छ। यस्ता दिग्गज व्यक्ति आज हामीले यहाँहरूमा आज प्रस्तुत गरेका छौँ। एकपटक उहाँलाई पनि म जोरदार तालीले स्वागत गरिदिनुको लागि र चिसो मौसममा पनि यहाँ उपस्थित भइदिनु भएको हो र त्यसै गरी म धन्यवाद दिन चाहन्छु हाम्रा आदरणीय केपी पाठक दाई। केपी पाठक दाईको बारेमा मैले भनिराख्नु पर्दाखेरि केपी दाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव नेपाल अन्तर्राष्ट्रिय NIFF नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल 9औं श्रृङ्खला 9 वर्षदेखि नेपालमा एउटा नेपालकै उत्कृष्ट चलचित्र महोत्सवको रूपमा आयोजना गरिराख्नु भएको छ र उहाँकोले आयोजना गरिरहेको महोत्सवमा 50 देखि 80 राष्ट्रका चलचित्रकर्मीहरू भेला हुनुहुन्छ। त्यहाँ हलिउडका चलचित्रकर्मी पनि, भारतका चलचित्रकर्मी पनि, नेटफ्लिक्सदेखि लिएर संसारभरिका चलचित्रकर्मीहरू उपस्थित हुने चलचित्र महोत्सव गर्नुहुन्छ। त्यो महोत्सवमा हामीले पनि सहभागिता जनाउने अवसर पाएका छौँ। त्यो हाम्रो लागि एकदम गर्वको कुरा हो र आगामी दिनमा अहिले हामीले यति सजिलो उहाँलाई प्राप्त गरेका छौँ। उहाँसित हामी काठमाडौँ जाँदाखेरि उहाँलाई भेट्ने समय हामी पाउँदैनौँ। आज
हाम्रो लागि भनेर उहाँदेखि यहाँ आइपुग्नु भएको छ दाइ। दाइको लागि एकचोटि हामी सबैले जोडदार ताली बजाउँ र उहाँलाई धन्यवाद दिन चाहन्छु। किन भनेदेखि उहाँले पटक पटक मसित कम्युनिकेसन हुँदाखेरि खोइ तिमीहरूको पूर्वको चलचित्रै आउँदैन त, किन नआएको भन्ने कुराहरू गरिराख्नुहुन्छ। पूर्व चलचित्र त थुप्रै भन्छ, कोशी प्रदेशको खोइ चलचित्र भन्नुहुन्छ। अनि आज यो संयोग जुरेको थियो, दाइ तपाईँ आउनुहोस्। अब यो चलचित्र महोत्सवमा सहभागी कतिले मलाई सोध्नुहुन्छ, कतिलाई मैले पनि इन्फर्मेसन दिनु सकेको हुन्न, मलाई पनि जानकारी हुँदैन। अब तपाईँकै मुखबाट प्रत्यक्ष रूपमा कसरी सहभागी हुने, के हुनसक्छ भन्ने कुराहरूमा एउटा अन्तर्क्रिया गरौँ न त, एउटा छलफल कार्यक्रम राखौँ भन्दाखेरि दाइले एकदमै राम्रो कुरा हो। ल त्यसको लागि म आउँछु भन्नुभयो, दाइ आउनुभएको छ, त्यसको लागि उहाँलाई एकदमै धेरै धेरै धन्यवाद। अब दाइको बारेमा मनोजीले अघि धेरै ब्याकग्राउन्ड कुराहरू गरिसक्नुभयो होइन। दाइ एउटा आफै चलचित्र राम्रो फिल्म मेकर होइन, राम्रो निर्देशक र अहिले इन्टरनेसनल फिल्म फेस्टिभल जुन गरिराख्नु भएको छ, नेपालकै सबभन्दा ठुलो फेस्टिभल अहिले आयोजना गरिराख्नु भएको छ। सुरेन्द्र भुजेल नेपाल चलचित्र कर्मी महासङ्घ कोशी प्रदेशको उपाध्यक्ष र भुजेल चलचित्र कर्मी सङ्घको केन्द्रीय सदस्य र मैले खेलेको चलचित्र भुजेल चलचित्र निपुका अभिनय। नमस्ते सबैजना उपस्थित महानुभावहरूमा, अवगतज्यूहरूमा। मेरो नाम गङ्गाराम कुँवर, मेरो घर विराटनगर, पहिलो घर चाहिँ मेरो ताप्लेजुङ हो, अहिले चाहिँ विराटनगर 5 नम्बर वाडा हो सर। म पहिला कर्मचारी विद्युत प्राधिकरणमा काम गर्दा गर्दै रिटायरपछि रहर लागेर चाहिँ त्यो रहर पुरा गर्न यो क्षेत्रमा, यो कलाकार क्षेत्रमा प्रवेश गरेको म भर्खर 4-5 वर्ष मात्रै हुँदैछ। 4-5 वर्ष भयो। म चाहिँ मेरो पहिलो चलचित्र मेरो दिल छ पोखरामा शङ्कर अधिकारी घायलज्यूले डाइरेक्सन गर्नुभएको, त्योबाट गरेर अहिलेसम्म मोटामोटी 12-15वटामा गरिसकेँ सर। कोही कता छ, कोही कता छ, कोही कता छ। काम चाहिँ मैले निकै नै गरिसकेको छु। यस्तै छ, रहर छ यो क्षेत्रमा सर। यसैले म चाहिँ यहाँहरूसँग उपस्थित हुन पाएँ, खुसी लागेको छ। मेरो घर विराटमा। नमस्कार, म कलाकार गणेश राउत आर्यन। मैले चाहिँ दाजु म्युजिक भिडियो र 2-4वटा सर्ट मुभीहरूमा काम गरेको छु। म धर्मेन्द्र केसी, म चाहिँ पढ्दाखेरि विद्यार्थीको हिसाबले चाहिँ साहित्यको विद्यार्थी, त्यस पछाडि रुचि चाहिँ सिनेमामा छ। तर आफ्नो पेसाको हिसाबले चाहिँ म गैर सरकारी संस्थाको क्षेत्रमा छु र केही अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा म हुन चाहिँ नलेज म्यानेजमेन्ट र कम्युनिकेसन भनेर डकुमेन्ट्रीहरू अथवा स्टोरीहरू यो रिलेटेडै काम गर्छु। सिनेमा क्षेत्रमा चाहिँ अहिलेसम्म पाइला राख्ने मौका मिले होइन, सिक्ने क्रममै छु। यो पनि त्यसकै लागि मैले हजुरहरूसँग सबैसँग भेट्नु पनि अवसरको रूपमा लिएको छु। धन्यवाद, थ्याङ्क यू। नमस्कार, गोड लागेको। मेरो नाम ममता चौधरी, मेरो घर इटहरी उपमहानगरपालिका 14। म एउटा कलाकार। म चाहिँ फर्स्ट फिल्म मेरो जित्या 2, म एउटा गायिका पनि हो र म चाहिँ थारू चलचित्र तथा सांस्कृतिक सङ्घ सुनसरीकी उपाध्यक्ष पनि हो। हस्त धन्यवाद। सर्वप्रथम सबैमा मेरो तर्फबाट नमस्कार, गोड लागेपछि। मेरो नाम चाहिँ सुजाता चौधरी, घर इटहरी 8 गैसार। अनि म एउटा थारू महिला सभाको वडा सचिव पनि हुँ। अनि पेसागत रूपले म एउटा शिक्षिका पनि हुँ। अनि पहिलो चलचित्र बहुरिया यानि कि हाम्रो परशुराम सरले निर्देशन गर्नुभएको भर्खर डबिङ पनि सकियो। त्यसमा म आमाको रोल पनि थिएँ र त्यसमा खेल्न पाउँदा म साह्रै खुसी भएर फेरि यो रिसा फिल्ममा अडिसन दिएको छु। सायद सफल हो, आफूले पोख्त दिएको छु र त्यसबाट चाहिँ कस्तो निर्णय आउँछ त्यो निर्णय चाहिँ सुन्न पाउँदा र त्यसमा फेरि खेल्न पाउँदा एकदमै म एउटा अवसरवादीको रूपमा पनि लिनेछु र आशा पनि छ। हस्, धन्यवाद। मेरो नाम रामजी विष्ट, घर धरान 6। मैले चाहिँ यो कला क्षेत्रमा 2017 सालमा नेपाल टेलिभिजनबाट निर्मित राहत भन्ने टेलिफिल्म खेलेको थिएँ र त्यो चाहिँ टेलिभिजन 2 पटकसम्म प्रसारण पनि भयो। त्यसपछि मैले अन्तिम बदला भन्ने फिल्ममा खेलेँ र हालसालै चाहिँ अहिले हामीले एउटा फिल्म निर्माण गरेका छौँ, पहिचान। यो पहिचानको चाहिँ म निर्माता प्लस कलाकारको रूपमा पनि त्यहाँ उपस्थित छु र यो कला क्षेत्रमा एकदम इच्छुक र आशातीत भएर अगाडि बढिरहेको छु। वर्षदेखि यो कला क्षेत्रमा लागि परिरहेको छु। मेरो पहिलो फिल्म चाहिँ करम हो। आजभन्दा लगभग 35 वर्ष अगाडि मैले
थारूको पहिलो फिल्ममा प्रमुख नायिकाको भूमिका खेलेको थिएँ। अनि अहिले म चाहिँ एनआइसिएसएममा जबमा पनि गर्छु। अनि त्यसपछि फुर्सद भएको बेला आफ्नो टाइम चाहिँ चलचित्र क्षेत्रमा दिइरहेको छु आफूले भ्याएसम्म। अनि हजुरहरू दुईजनाले हामीले प्रत्यक्ष देख्न पाउँदा एकदमै हर्षित भएको छु। हजुरको प्रेरणाले गर्दा हामी अझ अगाडि बढ्ने मौका पाउँछौँ। धन्यवाद। नमस्कार, मेरो नाम कञ्चन विश्वास, मेरो घर विराटनगर 5। मेरो चाहिँ फर्स्ट मुभी हमर भाटमा के अरे भाउजूको रोलमा अभिनय गर्न पाएको थिएँ। अच्छा सबैलाई नमस्कार। म कलाकार जुनुग्रा थकी बेलबारीबाट। पहिले जन्मथलो चाहिँ मेरो सन्तोषसभा। म चाहिँ 2067-68 सालसम्मदेखि निर्मला हत्याकाण्ड सम्बन्धीको मुभीमा पनि खेलेको छु। अनि सापित, विमान, बलिदान, एउटा बौरिया अनि सर्ट मुभीहरूमा पनि झन्डै आधी दर्जनभन्दा धेर 12-15वटामा अनि म्युजिक भिडियोमा अनि गायन पनि अनि भजन पनि लेख्छु। अनि अपन स्वर्ग नेपालको उपाध्यक्ष र कोशी साहित्य कला परिषदको सदस्य त्यसमा छ। अनि अर्को फिल्म अभियान भन्ने तामाङको फिल्म पनि खेलेको छु दाजुबडे। अनि हिँड्दै भन्ने आकाश श्रेष्ठ सलुन बस्नेतको भाउजूहरू पनि खेलेको छु। अनि सर्ट मुभी पनि खेलेको छु हाम्रो इन्द्र दाईको श्रीमती भएर डर्यो भन्ने फिल्म पनि सर्ट मुभी हो होइन, खेलेको छु। त्यस्तै अरू पनि फिल्महरू खेलेको छु। अनि सिरियलमा उमेर गयो वैंश गएन भन्ने सिरियल खेलेको छु। वास्तवमा यो लाइनमा गएपछि चाहिँ उमेर गए पनि वैंश गएन जस्तै अझ खेलौँ भन्ने रहर लाग्दो रहेछ। जस्तो नाम त्यस्तै काम नै भइरहेछ, रहर लागिरहेछ। सायद म बाँचुन्जेल नै यो लाइन चाहिँ म छोड्दिनँ भन्ने लागेछ। नमस्कार। नमस्कार, म उपेन्द्र कुमार राई, किरात राई चलचित्र कर्मी सङ्घ मोरङको अध्यक्ष र मेरो पेसा भन्दा चाहिँ डान्स स्टुडियो चलाउँछु। त्यसमा हामीले थोरै भाइ बहिनीहरूसँग सर्ट फिल्महरू पनि कन्टिन्यू गरिरहेका छौँ। र आफूले चाहिँ गर्दाखेरि चाहिँ सुरुमा चाहिँ म्युजिक भिडियोबाटै आएको म। र मेरो अहिलेको रुचि चाहिँ लेखन र निर्देशन हो। र अझ धेरै कुरा सिक्नु छ, गर्नु छ। यसरी हजुरहरूको साथ सपोर्टको लागि नै म यहाँ उपस्थित भएको छु। चलचित्र कर्मी महासङ्घ कोशी प्रदेशको उपाध्यक्ष, कलाकार सङ्घ कोशी प्रदेशको सदस्य। मैले चाहिँ जम्मा 7-8 जति फिल्ममा खेल्ने अवसर पाएको छु र यसलाई निरन्तरता दिने सोचेको छु। नमस्कार, म विनोद पुडासैनी, मेरो घर विराटनगर 3। म चलचित्र निर्देशक समाज प्रदेश 1 को सचिव। नमस्कार, म इन्द्र परियार। अब 2033 सालबाट बद्री अधिकारीको नाटक यहाँबाट बाँच्नु नाट्य यात्रा सुरु गरियो। फिल्म चलचित्र पनि बनाइयो, नाटक पनि गरिन्छ, लेखिन्छ। अहिले सर्ट मुभीतिर पनि हात हालिएको छ हो। अहिलेसम्म निरन्तर नै छु। ठ्याकुरमा सबैमा नमस्कार। म लाखमा निरञ्जन इत्यादि 8। म चलचित्र कर्मी महासङ्घको उपाध्यक्ष प्रदेशको र साथै म तामाङ चलचित्र निर्देशक सङ्घको केन्द्रीय सदस्य पनि छु। हाल कोशी भिजन फिल्म प्रणालीको प्रोभाइडर पनि। नमस्कार, म चाहिँ सुशील कुमार शाह। मेरो घर चाहिँ इन्टरी नै होइन। म चाहिँ 2056 सालदेखि फिल्म लाइनमा लागेको होइन। फर्स्टमा यो पन्त बिचोक भन्ने एउटा सिरियल प्रकाश ओझाले बनाउनु भएको थियो। त्यसपछि पाउजु भन्ने फिल्म बन्यो। त्यसपछि गर्दै गर्दै अब यो साइनो मायाको, त्यसपछि बलिदान होइन, 12 गाउँ, आचार्य, अनि यो परिवर्तन, अनि पहिचान जे सबैमा गर्दै गएको छु होइन। म चाहिँ फिल्म लाइनमै जिन्दगी बिताउँ भनेको छु। मरुन्जेल बाँचुन्जेल चाहिँ फिल्म खेल्दा चाहिँ नछोड्ने, सानैदेखि फिल्म खेल्ने सपना थियो। फिल्म खेल्दा चाहिँ मरुन्जेल नछोड्ने। नमस्कार, मेरो नाम चाहिँ प्रदीप्ती दाहाल हो। म 14 वर्षको भएँ। म बेलबारीको सगरमाथा इङ्ग्लिस स्कुलमा पढ्छु। मैले चाहिँ 3टा सर्ट मुभी खेलेको छु। इन्द्र कुमार राई सारा। मेरो उमेर 18 वर्षको भयो। मैले चाहिँ 5वटा सर्ट
फिल्म खेलेको छु उपेन्द्र कुमार सरसित एउटा टुरीको दसैँ अनि टुरीको भाइटिका मलाई सम्बन्धी अनि मिठो र पीडा अर्को चाहिँ सरसफाइ कार्यक्रम। नमस्कार सबैलाई। चन्द्रबहादुर दर्जी, घर पहिले पाहाड सङ्घसभा, अहिले हामी बेलबारी। नमस्ते सम्पूर्ण उपस्थित हुनुभएका हाम्रा आदरणीय माननीय सम्माननीय जति हुनुहुन्छ सबैलाई म आरजी ब्रेन्डको हृदयदेखि नमन गर्न चाहन्छु। मेरो नाम चाहिँ आरजी ब्रेन्ड, इन्द्रबहादुर नगरपालिका वार्ड नम्बर 6 मेरो घर। म चाहिँ यो कलाकारी क्षेत्रमा 2058 सालदेखि निरन्तर गर्दै आइरहेको थिएँ। बिचमा विदेश जाने प्लानले गर्दा फिल्ममा अलिअलि ग्याप पनि भयो। हुँदै हुँदै अहिलेसम्म चाहिँ फिल्म लाइनमै आइरहेको छु। हिन्दी, मैथिली, भोजपुरी, नेपाली र बङ्गाली र हाम्रो चौधरी फिल्महरूमा धेरैमा काम गरिसकेको छु। हस् त। सबैलाई सक्रिय नमस्कार। म परमानन्द चौधरी। म हमर भाटो फिल्मबाट चलचित्रमा प्रवेश गरेको अनि अभागी टेलिफिल्म पनि बनाएको थियो अलिकता। अनि हामी बेटी बिदा, हमर दिल चौचराबाली, छल्की, जानम, कन्याहरू बनाइरहेको छु। त्यो हाम्रो यति हो। नमस्कार, म कृष्ण नेपाल। म चाहिँ कलाकार, सङ्गीतकार, कविलाई माया गर्ने मान्छे, पुरस्कार दिने गरेको एउटा संस्थाबाट। अनि यो पर्दामा चाहिँ लक्ष्मण निरञ्जन दाइले सडक नाटक गराइन्थ्यो स्टेज नाटकबाट। अनि पर्दामा गर्ने काम चाहिँ लक्ष्मण दाइले गर्नुभएको छ र पर्दामा चाहिँ कहिलेकाहीँ जसले बोलाउँछ त्यही देखेको छु। अब फिल्म त हाम्रो अनुहारै आउँदैन, के भन्ने अब। अनि सर्ट मुभी छोटो चेतनामूलक मैले 4-5वटा बनाएको छु। बिर्खे भन्ने यसपालिको दसैँ, यसपालि तिहार, यस्तो सानोतिर कार्यक्रम गर्दैछु। अब गीत गाउने एकजनालाई अनि कलाकार एकजनालाई, एउटा कविलाई पुरस्कार दिने निर्णायक ठाउँमा छु। 5 धेरै त छैन, 5,000, 6,555 धन्यवाद। नमस्कार, यहाँ उपस्थित हुनुभयो सम्पूर्णमा। म कलाकार हुम्पी भट्टराई। म चाहिँ हुम्पी भट्टराई नै भनिरहेछु। अलिअलि थोरै चर्चामा आएको छु कि जस्तो लाग्छ। मैले चाहिँ सुरुवात गरेको चाहिँ काठमाडौँबाट अभिनय सिक्दाको क्रममा ड्रिम गर्ल आकाश श्रेष्ठ र आसमा गिरीको उहाँबाट चाहिँ मैले ड्रिम गर्ल फिल्ममा अभिनय गर्दै आएँ। त्यसपछि भनेको यता गोल हिमलामा सरको निर्देशनमा गोल फिल्म, अनि यता विमान, अहिले परशुराम सरको गौरियामा पनि गर्दै आएको छु। अरू भनेको अगाडि चाहिँ मेरो विधा भनेको अब उता हाम्रो बोकेदारी श्रीकृष्ण लुटेल दाजुसँग पनि, उहाँसँग पनि आसिया विधामा यता पूर्वबाट चाहिँ उहाँले नै मलाई मौका, अवसर, चान्स सबै दिनुभएको छ। उहाँले चिनाउनुलाई पनि अलिकति उहाँको धेरै उहाँले पनि गर्नुभएको छ, मैले पनि मिहिनेत गरेको छु। अनि छोटो चलचित्रको कथा लेखक निर्देशक पनि। घर चाहिँ मेरो इटेरी 8। सबलाई नमस्कार। मेरो नाम लक्ष्मीनारायण चौधरी हो। गढी गाउँपालिका औराबनी। म 63 सालदेखि हाम्रो अरुण प्रधानजीले औँला समातेर फङ्स फिल्म सर्वप्रथम हामी बनाएको र फङ्स फिल्म बनाउन बित्तिकै उहाँले 45 दिनसम्म गङ्गा हलमा चाहिँ चलाउनु थियो त्यतिखेर। र म खेल्दै आएको के अरे जान फिल्ममा पनि खेलिदिएँ। अर्को जीवु मरु तोरेसँगै आशिका फिल्ममा खेलिदिएँ। र अहिले तपाईँको गाउँघरमा हाम्रो जडी सिकोल हुन्छ त्यसमा पनि खेलिदिएँ। नागिनको साथीहरूले बोलाउँछ, नागिनो पनि भाग लिएर खेलिदिएको। अब अहिले भर्खरै हमर भाटोको नामबाट एउटा कथा वस्तु चाहिँ तयारी हुँदैछ, त्यसमा पनि पहल गर्दै हुनुहुन्छ उहाँहरूले। र एउटा भर्खरै अहिले रिसाब फिल्मको नाममा अहिले उहाँको भनौँ न अहिले हाम्रो अडियो चाहिँ अहिले भर्खरै भएको छ। तर त्यो पनि अब हाम्रो अब बुढेसकालमा साथ दिँदैछु साथीहरूलाई। अब 63 वर्षदेखि के अरे 63 सालदेखि खेलिआएकै छु र अहिलेसम्म साथीहरूलाई साथ दिँदैछु।
र धन्यवाद सबैलाई, नमस्कार। म जङ्गबहादुर तिखात्री, सुन्दर 7 गोडगाउँ घर। मैले चाहिँ यो फिल्ममा पहिले सुरुमा हेर्दाखेरि चलेको टेलिभिजन थिएँ। त्यहाँदेखि मैले त्यो तुलसी, तारा गाउँ, गलीगाउँ खेलेँ। यसमा चाहिँ मलाई धेरै रहर पनि छ क्या, काम हुँदा पनि साथीभाइ सबै हुन्छ, रमाइलो लाग्छ। म चाहिँ धेर जसो भिलेन, कुनै एउटा पागलको रोल पनि अब यस्ता धेर जसो चाहिँ भिलेनै अहिलेसम्म खेलिरहेको छु। त्यस्तै अब त्यही नै अब रुचाउनुहुन्छ, बोलाउनुहुन्छ, धेर जसो चाहिँ भिलेनमै बोलाउनुहुन्छ, भिलेनै खेलिरहेको छु। धेरैवटा खेलेँ, 15 वर्ष खेलेको। त्यसपछि कलाकारिता हुँदै हुँदै टेक्निसियन भएर अहिले चाहिँ निर्देशकको रूपमा पनि अहिले आरबी भन्ने फिल्म भर्खरै आफै कथा प्लस निर्देशन गरेको छु। मेरो घर चाहिँ दमक हो। मेरो आफै पोस्ट प्रोडक्सन स्टुडियो पनि छ, प्रोडक्सन हाउस पनि छ। हाम्रो इक्विपमेन्टदेखि लिएर सबै कुरा प्रोडक्सनको कामहरू पनि हुन्छ र यही क्षेत्रमा अघि बढेर काम गरिरहेको छु। धन्यवाद। म राजसङ्घर्ष गीत लेखक। अहिलेसम्म सायद 60 हाराहारीमा छ। सबैलाई म हेमन्त तामाङ इटरीबाट, कोशी भिजन प्रहरीबाट। भनिरहन आवश्यक छैन र अब भने हामी आज केही कुरा दिग्गज व्यक्तित्वहरू नेपालमा अब त्योभन्दा अगाडि प्र्याक्टिस थिएन, गरिहाल्थ्यो होला। त्यो निर्देशकमा हुँदाखेरि 64 सालदेखि विशेष गरी 4 वर्षमा हामीले पहिले चित्तवन गोलाघाटमा भएका सबै निर्देशकहरूले 60-70 जना निर्देशकहरूले निन्नेवाडी गोविन्द नेलानी जस्ता मान्छेहरू ल्याएर पहिले चित्तवन गोलाघाटमा अवसर गरायो, पहिले दोलखा लग्यो, पहिले डोल्पा लग्यो। विभिन्न कथा खोज्ने क्रममा त्यही कथाहरू खोज्नु पर्छ। हामीले पहिले नगरकोट बस्यो। अहिले आउँदाखेरि चाहिँ त्यो सिक्ने सिकाउने कार्यशाला, कन्फरेन्स आदि इत्यादि अहिले निकै साथीहरू सिरियस लाग्नु भएको छ। त्यसमा त्यो खुसी पनि लाग्छ। त्यसपछि जब मेरो नेतृत्व समाजको कार्यकाल सकियो 68तिर, त्यसपछि यो सम्बन्ध यो संस्था मार्फत बनेको सम्बन्धलाई चाहिँ यसलाई अझ माथिल्लो स्तरमा चाहिँ नेपाली सिनेमासँग अन्तर्राष्ट्रिय जगतलाई जोड्नुपर्छ लागिसकेपछि लाग्छ। मैले त्यो मैना भन्ने फिल्म रिलिज भइसकेपछि के गर्दा गर्दा भुइँचालो सुइँचालो के आयो। भुइँचालोभन्दा पछि हामीले एउटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल गर्ने, जहाँ चाहिँ नेपाली सिनेमा मेन स्ट्रिमलाई पनि हुन त त्योभन्दा पहिला पनि फेस्टिभल मेन स्ट्रिमलाई जोडिँदैन। अनि मेन स्ट्रिमलाई पनि जोड्ने र नेपाली सिनेमा पनि ट्रान्सफर्म गर्दै लानु पऱ्यो। अलिकति चाहिँ त्यसलाई अलिकति क्रिएटिभ एस्पेक्टबाट क्रिएटिभ इन्हान्स पनि गर्दै लानु पऱ्यो, विकास पनि गर्दै लानु पऱ्यो। अन्तर्राष्ट्रिय बजारसँग चाहिँ प्रतिस्पर्धा गराउनु पर्ने भयो भन्ने भइसकेपछि एउटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल गर्ने भन्ने सुरुवात गरियो। र त्यो सुरुवात फेरि हामीले यहाँ धरानबाटै गरेको। तपाईँलाई कतिको थाहा छ, अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भनेर धरानबाट इफोन भनेर गरेको थियो। त्यो बेलामा जुरी राज समाल आउनुभएको थियो। यहाँ राज समाललाई जुरीले ल्याएको थियो। अन्त चाइनाबाट त्यहाँ पुरो भेटरान डाक्टर प्रोफेसर सेल्फी आउनुभएको थियो, जुरी हेड भएर। युरोपबाट आउनुभएको थियो प्रोफेसर ड्रागन। त्यस्ता मान्छेहरू आउनुभएको थियो, जुरीहरू हुनुभएको थियो। र त्यसपछि हामीले त्यो बेलामा चाहिँ प्रादेशिक रूपमा गर्न सकिन्छ कि भन्ने थियो। तर यस्तो प्रादेशिक रूपमा गर्न गाह्रो हुँदो रहेछ। एउटा चाहिँ स्थानीय समन्वय गर्न गाह्रो। त्यसपछि अर्को विभिन्न सङ्घका उपसङ्घ पनि हुने। काठमाडौँको मान्छे किन आउँछ त होइन, बाहिर आएर गर्नुपर्ने कारण के हो, त्यसलाई पक्कै केही प्रफिट नभई फाइदा नभए त किन आउँछ भन्ने जस्ता कुराहरू पनि भइसक्यो। ठिक छ, सबैले आफ्नो ठाउँमा आफैले गर्ने, बाहिरको मान्छे आएर गर्दा सबैभन्दा हुनेवाला छैन भन्ने भइसकेपछि हामीले त्यसलाई काठमाडौँमा केन्द्रित गऱ्यौँ। अहिले त्यो 9 वर्षमा गएको छ। अब अहिले अरूले भने जस्तो अब त्यो सबमिसन अहिले चलिरहेछ। अहिले निप एनआइएफएफ निप भनेर चलिरहेछ, डिसेम्बर लास्टसम्म छ। हामीलाई त्यहाँ नेपाली फिल्म प्रशस्तै छ, 100+ फिल्महरू आएको छ। तर त्यहाँ अलिकति भाषाभाषीका चलचित्रहरू, अलिक प्रादेशिक चलचित्रहरू परेका छैन भन्दा 100+ छ। हामी छान्ने 15-20वटा छान्ने त्योभन्दा बढी छान्न सक्दैनौँ। त्यो चाहिँ विविधता आइरहेको छैन होइन। जस्तो पूर्वको छैन, सुदूरपश्चिमको छैन, अब गुरुङको छैन, मगरको विषयमा फिल्म बनाएको छैन, चौधरी थारूको विषयमा फिल्म बनाएको छैन, या लिम्बूको बारेमा बनाएको फिल्म छैन। अब विभिन्न छैन क्या, त्यहाँ धेरै छैन। त्यस्तो पनि आइदियो हुन्थ्यो। या खै आदिवासी जनजाति चाहिँ भन्दै हिजो या
पूर्वको चाहिँ के कोशी प्रदेश चलचित्र महासङ्घ छ, खोइ त फिल्म बनाउँदैन त्यो मान्छेहरू कोही पनि भनेको मैले अरूलाई। अहिले यहाँ आइसक्दाखेरि म झन् तर्सेको। अब इटरी आसपासकै यति धेरै फिल्म मेकरहरू हुन्छ, झापाबाट एकदमदेखि बाँकी सबै होइन, मोरङ सुनसरीकै आसपासै धेरै फिल्म मेकरहरू हुन्छ। त्यो पनि अब यो सबै आएको त होइन यो होइन, तपाईँ यत्रो जनसङ्ख्या जनशक्ति हुनुहुन्छ त्यति मात्रै होइन, आउनु बाँकी कति हुनुहुन्छ। तपाईँहरू स्थानीय रूपमा मफसलमा काम गरिदिनु हुन्छ, केन्द्र पनि तपाईँहरूले हल्लाउनु भएको छ। अब केन्द्रमा पनि चलचित्र क्षेत्रमा पूर्वैकैले हल्ला छ भनेपछि पूर्वमा खोइ त कहाँ के छ त, यहाँ आउनु छ साथीहरू भन्ने मेरो कुरा हो। तर अधिकांश यहाँ तपाईँहरू एक्टर हुनुहुन्छ, अलिकति बढी एक्टर देखेँ मैले। यो अलिकति मेकरलाई भन्ने हो, मेकरलाई अलिकति भोट्नु परेको छ होइन, अलिअलि उत्साहित गर्नु परेको छ। अलिक मेकर जस्तो फेस्टिभलमा सहभागी हुने फिल्महरूमा त विशेष त मेकरको भूमिका रहने भयो। एक्टरले त मेकरले काम गराएपछि मेकिङ गर्दाखेरि काम गर्ने कुरा भयो। त्यसो हुँदाखेरि अब तपाईँहरूले बनाएको फिल्म छ भने अझै पनि टाइम छ। इन्टरनेसनल फिल्म फेस्टिभल कम्पिटिसनमा चाहिँ सबमिसन फी तिर्नुपर्छ, नेसनल कम्पिटिसनमा फी तिर्नु पनि पर्दैन, फ्रीमा हो। तर त्यसका केही क्राइटेरियाहरू छन् होइन। अब इन्टरनेसनल फिल्म फेस्टिभलमा सहभागी हुने भनेको चाहिँ एउटा युनिभर्सल स्ट्रक्चर भन्ने हुन्छ क्या। एउटा चाहिँ म अहिले तपाईँलाई केही बुझाएको म पनि भनौँला। सामान्यतया अन्तर्राष्ट्रिय दर्शकले बुझ्नु पऱ्यो। बुझ्ने भनेको के भन्दा हाम्रो कथा चाहिँ स्पष्ट हुनु पऱ्यो क्या होइन। हामी चाहिँ फेरि कस्तो गर्छौँ, यहाँ नेपालमा चलन भयो भने फेस्टिभलमा जाने फिल्म भनेको चाहिँ सधैँ नबुझ्ने, क्लिसे, कम्प्लिकेटेड होइन, स्लो मान्छे हेर्दा हाई लाग्ने टाइपको फिल्महरू हो कि। अनि जुन अन्तर्राष्ट्रिय फेस्टिभलमा चल्दा आएको फिल्महरू जुन हलमा चाहिँ हाम्रो कमर्सियल चलिरहेको छ, त्यसले गर्दा झन् हामीलाई के परिरहेको छ भने होइन, एकदम स्लो फिल्म चाहिन्छ, एकदम आकर्षक फिल्म चाहिन्छ भन्ने जस्तो अलिकति भ्रम पऱ्यो पनि हाम्रो फिल्म मेकरलाई त्यो फिल्म बनाउन मूल नचल्ने र बनाएकालाई त्यो सबमिसन गर्ने आँट नचल्ने, आँट नआउने जस्तो भइरहेको छ। फिल्म भनेको त सामान्यतया हामीले आफ्नो कथा जस्तो सिनेमा भने सिम्पली कुरा गर्दा के हुन्छ, दृश्यको माध्यमबाट कथा भन्ने, तपाईँको कथा भने नि, मेरो कथा भने नि, उहाँको कथा भने नि। पहिला लोककथा एक आदेशमा के फलानु थियो भन्दा पहिला कथा भन्ने चल्नु हुन्थ्यो भन्ने। अहिले हामीले गर्ने के भन्दा दृश्यले भन्ने हो कथा। पहिला मुखले भनिन्थ्यो, शब्दले भनिन्थ्यो, दृश्यको माध्यमबाट भन्ने कथा हो त्यो। तर त्यो कथा चाहिँ इमान्दारीपूर्वक भन्नु पऱ्यो होइन। हामी हामीले आफ्नो भन्ने चाहिँ मेरो कथा भन्ने, तर उहाँको चाहिँ प्रसङ्ग ल्याएर जोडेर त राम्रो हुने कुरा भएन। मेरो कथा त मेरै तरिकाले भन्नु पऱ्यो। मेरो कथा भन्ने नै हो भन्दा मेरै परिवार, मेरै घर, मेरै गाउँ, मेरै समाज, मेरै संस्कृति, मेरै भाषामा भन्नुपर्ने होला नि त। कथा चाहिँ मेरो भन्ने छ, अनि उहाँको समाज देखाएर त भएन होइन। हाम्रो अहिलेसम्म नभएर जस्तो तपाईँहरूको कतिपय इङ्ग्लिस सिनेमाहरू पनि त्यस्तै छ। गाउँ, परिवार, जात चाहिँ त्यो हुन्छ, संस्कृति त्यो हुन्छ, बनाउने स्टाइल चाहिँ फेरि कमर्सियल मेनिसिम छ नि, मेनिसिम अथवा त्यतैतिर ढल्किरहेको हुन्छ। अनि आफ्नो कथा त आफ्नै तरिकाले भन्ने हो भने हामी जब चाहिँ तङमा खाँदाखेरि हाम्रो आफ्नो तरिकाले बनाएर खान्छौँ भने फिल्म चाहिँ आफ्नो तरिका किन बनाउनु। तङमा खाने हामी आफ्नै खाने, आफ्नै तरिका छ तङमा खाने। सिनेमा बनाउँछ अर्कै तरिकाले बनाएर कहाँ हुन्छ त, आफ्नो तरिकाले बनाएपछि पो आफ्नो फिल्म बन्छ त भन्ने जस्तो। अब त्यसो हुँदाखेरि चाहिँ तपाईँहरूसँग बनिरहेको फिल्महरू छ, इङ्ग्लिसमा सबटाइटल हुनु पऱ्यो, अलिकति साउन्डमा काम गरिरहेको हुनु पऱ्यो। अब हामीले नेपाली सिनेमामा हामी के गर्छौँ भने साउन्डलाई त पटक्कै बजेरै राख्दैन, साउन्ड भनेर चाहिने चिजहरू जस्तो गर्छौँ हामी। अरू बेला सुनमा खर्च भयो सबभन्दा धेरै कलाकारलाई खर्च होइन, सबभन्दा बढी त्यो कलाकारले जान्छ खर्च। हामी लेखनमा पनि त्यति बजेट छुट्याउँदैनौँ। अनि त्यो पोस्ट प्रोडक्सनमा विशेष त कलर करेक्सनमा, साउन्डमा, लाइभ इफेक्टहरूमा त्यहाँ हामीले पैसा खासै छुट्याउँदैन। नछुट्याएपछि के भन्छ ग्लोबल, मैले अहिले युनिभर्सल चाहिँ के भनेर किन भनिरहेको भने कतिपय कुराहरू साउन्डले भन्छ, हामी हरेक कुरा संवादले भनिदिन्छ, कतिपय कुरा मौनताले पनि भन्छ। म्युजिक भने कहिले साइलेन्ट पनि म्युजिक भइदिन्छ। म्युजिक हाल्यो भने हामी सुरुदेखि अन्तिमसम्म दिइरहन्छ होइन। त्यसो हुँदाखेरि चाहिँ हामीले चाहिँ जस्तो हामीले इटलीको बारे सिन लेख्यौँ, इटलीको कथा लेख्यौँ भने जस्तो यही ठाउँको कथा लेख्यौँ भने त हामीले सामान्यतया यहाँ मन्दिरको आवाज आइरहेछ, यहाँ मन्दिर छ, यसको इफेक्ट काहीँ न काहीँबाट आउनुपर्ने होला होइन। कहाँको कथा भनिरहेको छौँ हामी, आञ्चलिकता हामी ठ्याक्कै बिर्सिदिन्छौँ।
होइन अब चाहिँ उति इटरीको त्यहाँ पर बजारमा कथा भन्यो भने त्यहाँ कहाँ के छ होला, घर होला, फ्याक्ट्री होला, मन्दिर होला, के होला, कसो होला, के जात जाति होला, कोही बाजा बजाइरहेको होला, ती चिजहरू ठ्याक्कै त्यो इटरी बजार त आउनु पऱ्यो नि त। अनि हामीले झापझुप साउन्ड सबै गाडी छ अनि डब गर्छौँ अनि त्यो एम्बियन्स आउँदै आउँदैन। एम्बियन्स नआएपछि अनि त्यो त्यसले त जुन साउन्डको काम जति गर्नु पनि गर्दैन। अनि हामीले भन्छौँ मेहनत गरेर एकदम मेहनत गरेर बनायो भने फिल्म त एकदम दुःख गरे हो नि भन्छौँ। हाम्रो दुःख त पर्दा देखिनु पऱ्यो नि। हामीले पाएको दुःख त दर्शकलाई के मतलब, ग्लोबल अडियन्सलाई के मतलब। हामीले गरेर दुःख त पर्दामा देखिनु पऱ्यो, हामीले गरेर खर्च त त्यही पर्दामा त्यही फिल्ममा देखिनु पऱ्यो। फिल्ममा देखिएन भने त केही अर्थ भएन। त्यसो भएको हुनाले मलाई लाग्ने चाहिँ के हो भने हामीले त्यो ठुलो बजार छ, हामीसँग धेरै कथा छ, धेरै संस्कृति छ, त्यो एक्सप्लोरै गर्न सकिरहेको छैन। त्यो एक्सप्लोर गर्ने माध्यम भनेको चाहिँ नेपाली इन्टरनेसनल फिल्म फेस्टिभल हो अथवा काठमाडौँ माउन्टेन इन्टरनेसनल फिल्म फेस्टिभल छ होइन, अथवा नजिक इन्डिया, चाइना अथवा संसारमा हजारौँ फिल्म फेस्टिभल छ। 20औँ 50औँमा एप्लाई गरेर 4वटामा छान्ने हो भने हाम्रो संस्कृति त्यहाँसम्म पुग्यो, हाम्रो अप्रोच त्यहाँसम्म पुग्यो, हाम्रो चिन्जान त्यहाँसम्म पुग्यो। हाम्रो अब यदि छानिएन भने पनि एकचोटि अथवा एकचोटि कहीँ छानियो जान पाइयो अर्को फिल्म हेर्न पाइन्छ। हामी कहाँ छौँ त, हामी मेकिङमा कहाँ छौँ भने थाहा हुन्छ होइन। त्यो धरानमा जुन फेस्टिभल गरेदेखिको हाम्रो एक किसिमको सम्बन्ध थियो, बिचमा फेरि कोही सम्पर्कमा आउनु भएन, हामीले चाहिँ फेरि फेस्टिभल चाहिँ कन्टिन्यू गरिरह्यौँ होइन। तर फिल्म चाहिँ कसै पनि आयो होइन। अब अथवा तपाईँहरूलाई एप्रोच नगरेर हो कि तपाईँहरूलाई बनाउनु मन लगाएर नबनाए हो कि आत्मविश्वास नभएर नबनाए हो कि के चाहिँ होइन। देशको मेन फिल्म इन्डस्ट्री तपाईँहरूको प्रदेशले चलाउँछ अथवा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ होइन। अनि फेस्टिभल फिल्म त केही पनि दिन सक्दैन त, नसकेर किन होला। कि त तपाईँहरूलाई त्यो कमर्सियल मोलीमा ढाकेको चाहिँ छ कि त्यो कमर्सियल त्यो हुन सक्यो भने ग्लोबल हुन्छ। कमर्सियल भनिएको फिल्म नेपाली बजारमा नेपाली दर्शकलाई मात्रै हो होइन। हामीले जे जस्तो फिल्मको हामी कुरा गरिरहेको छौँ त्यो फिल्म यदि क्लिक हान्दियो भने त ग्लोबल हुन्छ होइन। आज मिनमा भएको छ नि, दीपक रौनिया भएको छ नि, क्लिक हान्यो नि त। उसले पनि पहिला मिनमा हामीले सानो सर्ट फिल्म बनायो नि, बाँसुरी भन्ने सर्ट फिल्म बनायो हो, उसको भेनिस फिल्म फेस्टिभलमा छानिएपछि उसको लिङ्क पढ्यो। अहिले आज संसारको सेलिब्रिटी हो मिनमा नेपालको तर्फबाट दीपक रौनियाहरू। एक दशक त हो नि उहाँहरूले नि गरेको, एक डेढ दशकमै उहाँको ग्लोबल स्टार भइसक्नु त। किन हुनुभयो भन्दा उहाँले मेहनत गर्नुभयो, अध्ययन गर्नुभयो, बनाउनुमा मेहनत गर्नुभयो, यसर्थमा हुनुभयो। अब अरू चाहिँ फेरि त्यहाँ पुग्न सक्ने भने त भएन नि। यदि हामीले सिरियसली गऱ्यौँ भने जस्तो मलाई लाग्छ अब यहाँ चाहिँ चलचित्र महासङ्घ छ, तपाईँहरूले एउटा चाहिँ स्क्रिप्ट राइटिङको एउटा चाहिँ राम्रो वर्कसप राखेको हो होइन। त्यसमा चाहिँ अलिकति एउटा अलिक बाहिरको चाहिँ फिल्म फेस्टिभललाई फिल्म बनाएको मान्छे कस्तो फिल्म चाहिँ लेख्नुपर्छ होइन, फेस्टिभललाई जाने फिल्महरू कस्तो, त्यस्तो एउटा ट्रेनिङ चलाउन सकिन्छ 2-4 दिनको। त्यसपछि फेस्टिभलमा जाने तरिका के हो त्यो पिचिङ गर्न सकिन्छ। अहिले के गाह्रो छ, तपाईँ हामी सबै भाइ छोरा छ, कतिपय यङहरू हुन्छ, तपाईँले मेरै उमेरका हुनुहुन्छ भने तपाईँहरूको भाइ छोरा छन्। अहिले इन्टरनेट यो मोबाइलमा सबै चिज छ, इन्टरनेसनल फिल्म फेस्टिभल यहाँ खोल्यो भने संसारको लिस्ट त्यसै दिन्छ। अहिले के छ, गाह्रो त केही पनि छैन। मुख्य कन्टेन्ट चाहियो, फिल्म चाहिँ बनाउनु पऱ्यो, सिर्जना चाहिँ चाहियो हामीलाई। गाह्रो केही पनि छैन। फेस्टिभल तपाईँ जस्तो तपाईँले राम्रो स्क्रिप्ट लेख्नुभयो भने तपाईँको अहिले संसारमा विभिन्न ल्याबहरू छ, फन्डिङ एजेन्सीहरू छ, तपाईँले पैसा पनि पाउन सक्नुहुन्छ फिल्म बनाउनलाई। कथा मन पऱ्यो भने त्यो अनुसारको एउटा प्रक्रिया त छ, फेरि कम्पिटिसन पनि छ, प्रक्रिया पनि छ। पिचिङ डेक बनाउनु पऱ्यो, तपाईँहरूले के भन्ने, किन बनाउनु खोजेर भन्ने जस्ता एउटा पिचिङ डेक, त्यो पनि एउटा वर्कसप त्यसको पनि वर्कसप गर्न सकिन्छ होइन। त्यो गर्न सक्नुभयो भने तपाईँको हामीले चाहिँ जस्तो हाम्रो केही साथीहरूले मैले अहिले नाम लिएँ, अब उहाँले विभिन्न देशबाट फन्डिङ उहाँले लिइरहनु भएको छ, खर्च गरिरहनु भएको छ। हामीले पनि सक्नुहोला। त्यसो हुँदाखेरि पहिला हामीले विषयवस्तु, त्यसप्रतिको इमान्दारिता, दर्शकलाई इङ्गेजिङ गर्ने त्यो कथा त्यही पात्रको हो भन्ने कुरा विश्वसनीय पनि हुनु पऱ्यो। ग्लोबल अडियन्सलाई चाहिने भनेको विश्वसनीय पनि हुनु पऱ्यो।
जुन पात्रको जुन कथा हामी भनिरहेको त्यो कथा त्यही पात्रको त्यही ठाउँको त्यही भौगोलिकता त्यही आन्तरिकता हो कि होइन, आउँछ कि आउँदैन होइन भन्ने कुरा महत्त्वपूर्ण कुरा हो। त्यसो हुन सक्दाखेरि तपाईँ हामी यत्रो जमात छौँ होइन, यो त प्रदेशमा त जुनकै उचाल्न सक्ने जमात यही छ। वर्षको तपाईँ 10वटा फिल्म चाहिँ यो जमातले अथवा कोशी प्रदेशले चाहिँ वर्षको 10वटा फिल्म चाहिँ विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभल पढ्न सक्यो भने त पहिचानको प्रदेशको नाम त यसरी दुनियाँभरि फैलिहाल्छ नि। त्यो माध्यम भनेको त फिल्म फेस्टिभलै हो। 3-4 फेस्टिभल त हाम्रो नेपालमै छ, राम्रो फेस्टिभल छ, त्यहाँ नछुटाउने, त्यसको लागि हुने फिल्म बनाउने। बरु हामीसँग सल्लाह गर्नुहोस्, बरु तपाईँहरूले लेखेको आइडिया, तपाईँहरूले लेखेको स्क्रिप्टमा पनि हामी सल्लाह दिन सक्छौँ, सल्लाह गर्न सक्छौँ हामीले जाने जति होइन। यहाँ चलचित्र महासँगै यही खडा भएर बसेको अवस्था छ। तपाईँहरूले त कम्ती वर्षको एउटा 2टा चाहिँ उहाँले चाहिँ एक्सपर्ट ल्याएर जो अन्तर्राष्ट्रिय फेस्टिभलमा गएको छ, जसका फिल्म गएका छन्, जसले लेखेका फिल्म गएको छ, उहाँलाई बोलाएर वर्कसप गर्न सक्नुहुन्छ। त्यसो गर्न सकियो भनेदेखि अनि फिल्म फेस्टिभलको चाहिँ कसरी सहभागी हुने भन्ने कुरा पनि त्यसमा छलफल हुन सकियो। अब आज त्यो यसै त हामी ढिला भइसकेका छौँ, अनि फेरि अब भाषा नै सुनेर मात्रै केही काम भएन। मैले यति कुरा सेयर गरेँ, तपाईँलाई किन जान्ने भएको पढ्न आयो क्या भने तपाईँलाई पनि नलागोस् होइन। मैले त हामी सेयर गर्ने कुरा, मैले मेरो कुरा सेयर गरेँ, तपाईँहरूको कुरा पनि सुन्ने हो। त्यसपछि अब कसरी लान सकिन्छ, तपाईँहरूको सहजकर्ता चलचित्र महासङ्घ छ, उसले सहजकर्ताको भूमिका निर्वाह गर्ला। र तपाईँ फेरि पनि भन्छु, तपाईँहरूसँग फिल्म छ भने filmfreeway.com भन्नेमा गएर पनि अब चाहिँ बाँकी लिङ्क त मैले अरूलाई नै हालिरहेको छु, त्यो लिङ्क पनि तपाईँहरूले पाउन सक्नुहुन्छ। फेरि छानिने ग्यारेन्टी चाहिँ छैन फेरि तपाईँ, किनभने त्यो फिल्म भनेको चाहिँ इन्टरनेसनल फिल्म फेस्टिभल भनेको आफ्नो एउटा मापदण्ड हुन्छ। अनि त्यो फिल्म हेर्ने भने त अन्तर्राष्ट्रिय जुरीले हेर्ने हो, नेपालीले होइन। छान्ने चाहिँ नेपाली सेलेक्सन कमिटीले छान्छ, तर त्यो पनि एउटा स्ट्यान्डर्ड मापदण्ड बनाएको हुन्छ। यस्तो फिल्म के भन्दा अरूसँग चाहिँ प्रतिस्पर्धा गर्ने लेभलको फिल्म हामी बनाउनु पर्छ होइन। त्यसो हुँदाखेरि अनि अन्तर्राष्ट्रिय जुरीले हेर्छ, त्यसलाई इङ्ग्लिस सबटाइटल चाहियो कम्पलसरी चाहियो, तर जुर्दैन अन्तर्राष्ट्रिय जुरी। हामी नेपाली जुरीमा राख्छ, नेपालबाट एकजना मात्रै जुरी हुन्छ, बाँकी त अरू विदेशी जुरी हुन्छ। त्यसो हुँदाखेरि हाम्रो विदेशमा हाम्रो सिनेमा पनि विदेशमा पाउँछ, विदेशी दर्शकले हेर्न पाउँछ। मैले यति कुरा राखेँ। हामी भोलिका दिनमा फेरि जोडिरहनेछौँ। तपाईँ महासङ्घ मार्फत जोडिनु होला, महासङ्घ मार्फत हामी जोडिँदै राखेका छौँ। मलाई तपाईँहरू यो चाहिँ चिन्तन गर्ने अवसर, मेरो आफ्नो आइडिया सेयर गर्नु तपाईँहरूसँग तपाईँहरूकै कुरा सुन्ने अवसर दिलाइदिएकोमा चलचित्र महासङ्घलाई धन्यवाद। अरू प्रधान लगायतको सबै टिमका साथीहरूलाई धन्यवाद। दाइसँग लामो समयपछि यो गर्दै भेट भएको थिएन, यो धेरैचोटि भेट भएको थियो, यहीँ आएर भेट्यो। सबैलाई नमस्कार। स्टोरी पनि राम्रो चाहिँ एक्टिङ पनि राम्रो गर्नु सक्छ, तर फाल्टो आफ्नै साथीभाइ ल्याएर राख्दाखेरि हामीले फेरि गरौँ हातमा समातेर यहाँदेखि यसरी भित्र यहाँ जाऊ भने हातमा समातेर लगाएर सिकाउनु पर्ने हुन्छ। यस्तो पनि भइरहेछ कि अन्त हामीले करेक्ट स्टोरी करेक्ट स्क्रिप्टहरूलाई करेक्ट यो आर्टिस्ट चाहिँ राम्रो सक्नुपर्छ, तब हामीले केही कुरो गर्नु सक्छ। अरूको पनि काम गर्दाखेरि त्यस्तै हुन्छ। उहाँ फाइनेन्स साथी हो, अब फाइनेन्स पनि गरेको छ, रोल पनि गरेको छ, अलिअलि झुन्डै दिउँ न भन्छ होइन, त अर्कोले पनि अलिअलि झुन्डै दिउँ न भन्छ। त्यो कथा छ नि, हाँकिएर नि त्यो एकदम छरिएर अपनो खतको हुन्छ। त्यही भएर त्यस्तो झुन्ड्याउने काम नगरौँ न भन्छु। फेरि तर के गर्ने, एकलौटी फाइनेन्सहरू पासे नभएपछि के हुन्छ भने साथीले सहयोगमा आएको छ, मैले उहाँ हिरोको साइडको रोल गर्दैछ, पैसा पनि त साइडको गर्दैछ त भन्छ। हो म त बनाउने त हुँ नि, म डिरेक्टर पाटाको त हुँ, मिल्दैन हौ भनेर कहाँ हुन्छ। होसहरू त उहाँसँग कुरो मिल्दैन भन्छ नि, कता मिल्ने डाइरेक्टर खोज्न थाल्छ फेरि। मैले त्यो देउकी बनाएको थिएँ, मनबहादुर मुखिया सरले लेख्नु भएको स्क्रिप्ट, उहाँले जडेल धुराको सम्झेर त्यो पाराले स्क्रिप्ट लेखेको छ। हाम्रो प्रोड्युसर त्यहाँ होइन बुटौला गर्ने, जडेल धुरामा असली देउकी त्यहाँ बस्छ, त्यहाँ चाहिँ नगएर यहाँ देउकी बनाएर राखेर त्यसरी काम गर्नु पर्यो। यस्तो कम्प्रोमाइज कर लाग्छ है। यो पाराले गर्दाखेरि अलिकति फिल्म लान चाहन्छु, मेरो फिचर फिल्म पनि लान चाहन्छु। जातीय फिल्म यति प्रादेशिक फिल्म यति बढिया छ, उहाँहरूले यदि प्रोसेस थाहा पाउनुभयो भने उहाँहरू सहभागी हुनुहुन्छ कि। धेरैले मलाई सोध्नु पनि हुन्छ, तर प्रोसेस थाहा नभएर उहाँहरू जानु पाउनु भएको छैन, एउटा कुरो। अर्को कुरो, प्रोसेस थाहा भएर पनि त्यो धानको मलाई झुन्डाउने के लानु, आखिर पैसा उठाउनु सकिन, राखेर च्यारिटी नै देखाउने हो भनेर पनि उहाँहरू कति ब्याक हुनुहुन्छ। यो दुईवटा जुन मानसिकतालाई यहाँले स्पष्ट छोटो
बुझ्ने भाषामा हामीलाई मल्ललाई सम्पूर्णलाई राखिदिनु होला। यसले गर्दाखेरि सायद अबको यो नौ संस्करणमा केही चलचित्रहरू अवश्य कोशी प्रदेशबाट पनि आउने हामी सबैबाट एक किसिमको बाचा गर्छौँ जस्तो लागेको छ है। धन्यवाद। फिल्म आउनको लागि टाइम असाध्यै कम भएको डिसेम्बर लास्टमा मात्रै सबमिसन छ। त्यसपछि सबमिसन आफै बन्द हुन्छ। के तयारी छ। जहाँसम्म धानको बालोले के हुन्छ धानको चाहिँ जौको बालो चाहिँ जस्तो मान्नुहोस् तपाईँ फिल्म किन बनाउनु त त्यसो भए तपाईँ एक्टिङ किन गर्ने तपाईँले यहाँ भए मध्ये कति साथीहरूले चाहिँ एक्टिङ गरेर टन्न पैसा कमाउनु भएको छ कति साथीहरू चाहिँ फिल्म बनाएर टन्न पैसा कमाउनु भएको छ फेरि किन बनाएर फेरि किन सिनेमामा काम गरेर छोडेर घरमा बसेको हो नि त किन नबसेको भन्दा तपाईँलाई एउटा रेकग्नाइजेसन चाहिएको छ तपाईँलाई एउटा पहिचान चाहिएको छ तपाईँलाई एउटा सोसाइटीमा एउटा चाहिँ अलिकति सबैले चिनुन् भन्ने चाहनु भएको छ मेरो कला मेरो प्रस्तुति मान्छे मन पराइदिउँ वाह भन्नु ताली बजाउनु भन्ने चाहनु भएको छ नि त त्यसले गर्दा तपाईँ खाइ नखाइ पैसा पाए पनि नपाए पनि होइन भोगै बसेर पनि तपाईँ एक्टिङ किन गरेर त्यही भएर गरेर त हो नि त्यही भएर फिल्म बनाएको त हो नि कि तपाईँ फिल्म बनाइसकेको फिल्म त पैसा कमाउने ठाउँमा कमाउनुहोस् सकेसम्म कमाउनुहोस् चलाउनुहोस् तर त्यो धानको बालो तपाईँलाई अलग्गै पहिचान दिन्छ भने किन नगर्नु बनिसकेको चिज त अलग्गै पहिचान दिन्छ नि त त्यो ग्लोबल पहिचान दिन्छ नि त मान्छे भनेको त अहिले त ग्लोबल प्राणी हो मान्छे भनेको त अलिक ग्लोबल पर्सनालिटी हो होइन त्यही नेपालमै पनि तपाईँको जस्तो तपाईँले जस्तो यहाँ फाइनेन्सियल पाएन अथवा प्रड्युसरको अभाव छ भन्नुहुन्छ तपाईँले बनाएको फिल्मले 10वटा चाहिँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल छानिएको यो यसको अगाडिको फिल्म भनेपछि यसलाई तपाईँलाई त धेरै इजी हुन्छ नि पैसा पो पाउनु भयो नि त तर तपाईँले बनाएको फिल्म चाहिँ 10वटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल छानिएको थियो नि भन्यो भने त्यो त ट्रेडमार्क हो नि ब्रान्ड हो नि ब्रान्ड बनाउनु कसलाई मन लाग्दैन त्यो त निःशुल्क ब्रान्ड हो सबभन्दा पहिला तपाईँले त्यहाँ एप्लाई गर्दा छानिन्छ भने ग्यारेन्टी छैन छानिनु भनेको तपाईँ सयौँ हजारौँ फिल्मबाट तपाईँ फिल्म छानिनु भनेको तपाईँको ब्रान्ड बनायो भने त्यो तपाईँ कामको मूल्याङ्कन भएको होइन त्यो तपाईँ कामको मूल्याङ्कन कसले गर्छ त आफूलाई सबै आफ्नो राम्रो लाग्छ नि आफ्नो चिज आफ्नो नराम्रो कसैले लाग्छ लाग्दैन नि जब अरूले राम्रो भन्छ नि एप्रिसिएट गर्छ नि त्यो चाहिँ ब्रान्ड हो नि त भनेको त आफ्नो कामको जसरी हामी पढेर कलेजमा या स्कुलमा एक्जाम दिएर पास भएपछि चाहिँ के ठान्छ भन्दा मैले पढाएको छु म अब अलि जान्ने भएँ भन्ने लाग्ने हो नि त सर्टिफिकेट पाउँछौँ नि त्यसै गरी त्यो फिल्म पनि सयौँ फिल्म मध्येबाट तपाईँले बनाएको या मैले बनाएको फिल्म छानिन्छ भने त्यो चाहिँ मन पराइयो मैले ठिकै गरिरहेको छु है त्यो कम्ती त्यो 500 मध्ये सबैलाई छान्ने मान्नु भने सयौँ फिल्ममा त म परेँ भने चाहिँ 500 मध्ये 500 भन्दा राम्रो त मैले गरिरहेको छु नि त अझ मैले बेटर गर्नु पर्यो तपाईँलाई इन्करेजमेन्ट पनि हो तपाईँको ब्रान्ड पनि हो इन्करेजमेन्ट पनि हो भोलि त्यसले तपाईँलाई अन्तर्राष्ट्रिय सम्बन्ध पनि बनाइदिन्छ अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन तपाईँलाई त्यो अरूसँग सहकारी गर्ने वातावरण बन्न सक्छ त्यहाँबाट निर्माता पाउन सक्छ विभिन्न फिल्म फेस्टिभलमा जाँदा त्यहाँ विदेशी फिल्म मेकरहरू भेटिन्छ भेटेपछि उनीहरूसँग भोलि तपाईँसँग अरू नयाँ आइडिया छ भने उनीहरूले लगानीहरू तयार भइदिन सक्छन् होइन उनीहरूसँग मिलेर काम अनि उनीहरूले लगानी पनि पर्दैन तपाईँ ल त फिल्म बना म अन्तर्राष्ट्रिय मार्केटिङ म गरिदिन्छु मात्रै भने ठुलो प्लस पोइन्ट हो नि तपाईँ हामीलाई जसरी चाहिँ मान्नु त फ्रान्समा ल जर्मनीमा त्यहाँ फिल्म लान हामीलाई गाह्रो पर्छ त्यहाँबाट त्यो फिल्म फेस्टिभलमा जर्मनी मान्छे जर्मनीको फिल्म मेकर आएको हुनसक्छ फ्रान्सको आएको हुनसक्छ अमेरिकाको आएको हुनसक्छ उसँग चिन्जान हुन्छ साथी मित्रता बन्छ र तपाईँले बनाएको फिल्म ल्याउने साथी त त्यो देशको फिल्म फेस्टिभल मेरो रिकमेन्ड गरिदियो त यहाँ कुन फेस्टिभल छ भने त अब त्यो देशमा कोही डिस्ट्रिब्युटर मेरो यस्तो कन्टेन्ट छ ल कसैले किन्छ कि मन पराउँछ कि त्यो ग्लोबल मार्केटको त्यो डोरवे हो क्या त्यो जौको बाला मात्रै होइन त्यो डोरवे ढोका हो ढोका ग्लोबल मार्केटमा जाने त्यो जौको बालाले ढोका खोल्छ ढोका खोल्नु नभए नि तपाईँहरूको कुरा थ्याङ्क यू यो कुरामा म थोरै पाउँछु मैले मेरो अनुभव पनि म थोरै सेयर गर्छु इन्डिजिनियस फिल्म फेस्टिभल नवी सुब्बा दाहरूले गरिरहँदाखेरि म त्यसमा रेगुलर पार्टिसिपेट हुन्थेँ र 2010को कुरा हो अब आजभन्दा 14-15 वर्ष अगाडि त्यो फेस्टिभलमा सहभागी हुँदाखेरि त्यो जुन लास्ट दिनको पार्टी थियो 5 स्टार होटलमा पार्टी दिँदाखेरि त्यो बेला मसित एउटा कार्लोस गोमेज भन्नेसित मेरो नजिक सम्बन्ध भयो उसित मित्रता गाँसियो गाँसिँदाखेरि मैले
अब त्यो उसित कुरा गरेँ, उसलाई नेपाल घुम्ने इच्छा रहेछ। अनि त्यसपछि नवीन दाइले पनि यो घुम्छु भन्दैछ, के गर्छ लग्छ, म बाइक लिएर काठमाडौँ गएको थिएँ, बाइकमा जान्छस् भनेको जान्छु भन्यो होइन। अनि मैले के गरेँ भनेदेखि मैले त्यो बेला आउँदाखेरि धरानका फिल्म मेकरहरूलाई 2010 को कुरा हो, फिल्म मेकरलाई राखेर एउटा वर्कसप गराएँ। अनि ऊ पनि उत्साहित भयो, म पनि उत्साहित भएँ, हाम्रो साथीभाइहरू सबै गोपाल राईहरू सबैजना उत्साहित भयो। त्यसपछि त्यही वर्कसप हामीले 5 तार फिल्ममा गऱ्यौँ होइन। त्यही वर्कसप फेरि बुटवल गऱ्यो। अनि ऊ प्रत्येक साल आउँथ्यो, प्रत्येक साल आउँदाखेरि चाहिँ मसित कनेक्ट हुने। पछि उसको श्रीमती नाओमी भन्ने थियो जापानिज, ऊ पनि फिल्म मेकर, ऊ पनि आउँथ्यो हामीसित कनेक्सनमा। म धरान ल्याउँथेँ, अब धरानमा घरमा बस्दा कम्फर्टेबल हुँदैन, उसलाई होटलमा चाहिँ राख्थेँ, भात चाहिँ यता खुवाउँथेँ। अनि त्यो क्रममा चल्दै गर्दाखेरि उसले के गर्यो भने मेरो 1-2वटा फिल्महरू जुन चाहिँ राम्रो थियो त्यो अमेरिकामा पनि सो गरेँ है। सो गर्दाखेरि उसले के भन्यो भनेदेखि अरुण राति नेपाली टाइम यति बजे त नसुधाइ तँलाई स्काइपमा जोड्छु, त्यहाँ इन्टरेक्सन गराउँछु भने होइन। ल हुन्छ भने राति उसले फोन गरे 11-12 बजीतिर फिल्म सो भएको रहेछ। अनि उसले त्यो नेपाली कम्युनिटीमा पनि लतिफर मेकरले बनाएको यो डकुमेन्ट्री यस्तो राम्रो रहेछ भनेर उसले ठुलो स्क्रिनमा मेरो फोटो, म चाहिँ ल्यापटपमा बसेको छु, त्यहाँ चाहिँ ठुलो स्क्रिनमा मेरो अनुहार आइरहेको रहेछ। अनि उसले त्यसरी इन्टरेक्सन गरायो क्या। त्यो भनेको मेरो वास्तवमा मेरो एउटा आइडेन्टिफाई त्यो पहिचान हो क्या। त्यो नगरेको भए, त्यो फेस्टिभलमा सहभागी नभएको भए त्यो कनेक्सन र त्यो लिङ्क पाउँदैन थियो। अहिले पनि त्यो छ। अनि त्यसपछि अलिकति हामी नेपालीहरू नै यो कुरामा चाहिँ अलिकति हामी नै अभागी र हामी नै त्यो दरिद्र मानसिकता देखाउँछौँ। पछिल्लो समय के हो भन्दाखेरि उसले फिल्महरू देखाइराख्दाखेरि एकजना साथी हुन्थ्यो, उसको नाम म अहिले लिन्न, उहाँ साथी काठमाडौँमा उसले उसको घरमा लग्ने, यता आउँदा लग्ने। अनि उसले के भन्यो भन्दाखेरि अरुण फलानाको फिल्म छ, म यसपालि अमेरिका उसलाई बोलाउँदैछु, त्यसपछि तेरो पाल है, त्यसपछि तँलाई बोलाउँछु भन्यो होइन। त्यो त खुसीको कुरा ठिकै छ भनेर भने। अनि नभन्दा उसलाई बोलाउँदाखेरि अब त्यति बेला ऊ आउँदाखेरि हामीले हार्डिक्स लेन्सेस के ल्याएर गिफ्ट गरिरहेको थियो क्या। उसको कम्पनी सिनेमिका कम्पनी थियो। अब त्यो साथीलाई बोलाइदिएपछि के भयो भनेदेखि राम्रै रेपुटेड मान्छे बोलाएर गएपछि बेपत्ता भयो, सम्पर्कै गरेर है। ऊ अहिलेसम्म अमेरिकामा न मेल छ न उसको फेसबुक छ, केही पनि छैन, ऊ भूमिगत भइदियो है। अनि त्यसपछि पछिल्लोचोटि मलाई आयो नेपाल आउँदा, अरुण हेर फलानले यस्तो गर्यो, तेरो पालो। मलाई सबैले त मेरो टिमको साथीहरू त यो नेपाली केटाले ट्रस्ट गर्छ, एकदम राम्रोसँग गर्छु भन्दै थिएँ भनेर भन्यो होइन। अनि त्यो एउटा नेपालले गर्दा भोलि हामी त्यो गर्दैन थियो होला, अरूलाई असर पऱ्यो त्यो हाम्रो पनि। अब त्यो एक्सपोजर चाहिँ मैले त्यहाँबाट पाएँ क्या। त्यो विभिन्न फेस्टिभलमा उसले अहिले पनि कुरा गरिरहेको छ होइन। ऊ अहिले पनि आउनु चाहन्छ होइन, यहाँ बसेर फिल्म बनाउनु चाहन्छ। अनि त्यो प्लेटफर्म चाहिँ है दाइकोमा जाँदा पनि एकजना जर्मनीको, मैले अस्ति पनि दाइसित कुरा गरेँ, जर्मनीको फिल्म मेकर थियो, ऊ डोनर पनि थियो क्या, ऊ इन्ट्रेस्टेड पनि थियो, त्योसित कम्युनिकेसन भएको थियो। तर जसरी कार्लो जस्तो हुनु खोज्यो त्यो चाहिँ हुन सकिएन। त्यो चाहिँ प्रशस्त वेहरू भेटिन्छ, यत्तिकै भेटिन्छ होइन। त्यहाँ तपाईँले आफूलाई कसरी क्याच गर्नु सक्नुहुन्छ, आफूले कसरी प्रेजेन्ट गर्न सक्नुहुन्छ, त्यति मात्रै हो होइन। अनि फिल्म चाहिँ हामीले भने नि त्यहाँ सो हुने, पार्टिसिपेट हुने बित्तिकै त्यो हजारौँ चलचित्रमा तपाईँको सेलेक्सन हुने बित्तिकै त्यो नै ठुलो भ्यालुएबल कुरा हो होइन। अब त्यस कारणले अहिले हामीले पनि है, तपाईँलाई फेरि मैले जानकारी गराएँ, अहिले हामीले पनि त्यो डिफ भन्ने फेस्टिभल चाहिँ दाइको र हाम्रो सँगै नाम जुत्रो, दाइको अगाडि हो, हामी चाहिँ बाहिर गरेर युकेमा अस्ति पहिलो एडिसन भयो, अब सेकेन्ड एडिसन फेरि युकेमा गर्दैछौँ। यसपालि जुलाई अगस्तकै टाइम डेट फाइनल हुँदैछ, सेकेन्ड एडिसन हुने भएको छ। अब अहिले दाइको फिल्म अब 3 दिन बाँकी छ, हामीसँग सर्ट फिल्म छ, हाम्रो जातीय फिल्महरू छ। दाइले भनिराख्नु भएको छ त्यो फिल्मलाई सम्मिसन लिङ्क मलाई पठाउनुहुन्छ, मैले ग्रुपहरूमा प्रायः दाइले पठाएको लिङ्क हालेको छु। त्यो फिल्महरूमा गएर फिल्म अपलोड गर्नुहुन्छ, त्यहाँ फिल्म सम्मिसन गरेपछि ठ्याक्कै निफमा पुग्छ होइन। त्यो कनेक्सनबाट हामी गर्न सक्छौँ, त्यो अहिले पनि गर्न सकिन्छ। अनि त्यसपछि हामीले गर्ने आगामी दिनका चलचित्र महोत्सवहरूमा त्यसमा पनि सहभागी हौँ होइन। र यसरी नै अब जस्तै अघि ट्रेनिङका कुराहरू भयो, ट्रेनिङ अस्ति भर्खर मनोज पण्डित ल्याएर कुरा गऱ्यौँ, दाइसित अस्ति काठमाडौँ भेट्दाखेरि एउटा एआईको एक्सपर्ट हुनुहुन्थ्यो, ल अरुण यसलाई लगाउनुपर्छ, यस्तो मान्छे छ भनेर भन्नुभयो। ल दाइ के छ, खर्च कति लाग्छ त्यो प्लानिङ गरौँ न त भनेर। अब दाइले त्यो ग्रान्ड जुन अब फेस्टिभलमा त्यो ट्रेनिङ हुँदैछ त्यसपछि हामी ल्याउने भनेर सोच बनाएको छ होइन। त्यो ट्रेनिङ अब हामीसँग धेरै टिमहरू छौँ, हामी सबै उत्साहित छौँ। अब उत्साहित हुँदा पनि काम कसरी राम्रो गर्ने। अब दाइले अघि भन्नुभयो
पैसा हालेको छ अनि यसलाई झुन्ड्याउँदा बिग्रिन्छ। अब सबभन्दा ठुलो कुरो चाहिँ हामी त्यहाँ चुक्छौँ क्या, हामी फिल्म बनाएपछि त्यहाँ चुक्छौँ होइन। के फिल्म हामी निर्माता भएर लगानी गरौँ होइन, कि म कलाकारै हुन्छु भनेर बसौँ होइन। अब म पैसा लगानी गर्छु, म हिरो पनि बन्छु अनि मेरो यो गीत दुईवटा फाइट राख्दै यो सिन थप्दै भन्नु थाल्यो भने त्यो सक्यो होइन। त्यसपछि हामी न इधरका न उधरका हुन्छौँ क्या, हामी बिचको हुन्छौँ। त्यो कुरामा चाहिँ हामीले सबैले ध्यान दिनै पर्छ होइन। यो अब जति कुरा गरेर जति भने पनि त्यहाँ हामी लोभियौँ भनेदेखि होइन। मैले 12 नेपाली एक्सन 12 जनाको फिल्म बनाउँदाखेरि मलाई त्यति बेला त्यही टिममा केटाहरूले सबैले भन्थ्यो, म पनि सुरुमा त हिरै बन्नु भनेर लागेको थिएँ। दाइ तपाईँ आफै बनाउँछु, एउटा तपाईँ आफै गर्नु न, यति राम्रो एक्टिङ गर्छु तपाईँ प्ले गर्नु। मैले के भनेँ भन्दाखेरि म प्रोड्युसर आफै छु, डाइरेक्टर आफै छु, अब मैले पनि त्यो रोल आफैले गरेँ भनेदेखि त्यो म धेरै हाबी हुन सक्छु होइन, त्यो फिल्मलाई न्याय हुँदैन, त्यस कारण म गर्दिनँ भनेर 12 जना फाल्टै केटा खोजेर हामीले फिल्म बनायौँ होइन। त्यो हुँदा मात्रै न्याय हुन्छ। अब सबै लोभ हामीले गर्न थाल्यो भने चाहिँ सबै बिग्रिन्छ होइन। अब अहिले दाइहरू आउनुभएको छ, केही क्वेसनहरू तपाईँको छ भने अब यसैमा मैले थोरै जोडिहालेँ, मैले धेरै बोलिनँ। यसैमा जोड्दै गर्दा के छ भने अब माघ 3 गते हाम्रो एउटा ग्रान्ड कार्यक्रम गर्दैछौँ हामी, फ्युचर कोलोनी महासङ्घको भवन बन्दैछ ती गर्दैछौँ। अनि परिचय पत्रको जुन अवधारणा ल्याएको छौँ चलचित्रकर्मी परिचय पत्र, त्यो तपाईँहरू सबैले लिन आग्रह गर्छु। किन भन्दाखेरि हामी काठमाडौँभन्दा अलिकति टाढा भयो होइन, दाइहरूलाई लिएर काठमाडौँभन्दा टाढा भयो। विकास बोर्डको गर्दाखेरि 20 वर्षको कार्यविधि छ होइन, कलाकार संहिता 5वटा फिल्मको सेन्सर छ, तर पनि हामी काम गरिरहेको छौँ। अनि हाम्रो चलचित्रकर्मीलाई त प्रोत्साहित त गर्नु पर्यो नि त, एउटा गरे पनि काम गरेको मान्छेहरूले प्रोत्साहित गर्ने हिसाबले हामी चलचित्रकर्मीको परिचय पत्र दिँदैछौँ। र त्यो परिचय पत्र सँगसँगै धेरै कुरा तपाईँहरूलाई प्लस हुँदैछ है। अहिले हामी त्यो अफिसियली एनाउन्स गर्दैनौँ। त्यो कार्ड लिएपछि तपाईँहरू त्यो कार्ड लिने व्यक्तिले कार्ड बापत के हुन्छ भन्ने कुरा चाहिँ त्यो पछि दास गर्छ। हाम्रो एग्रिमेन्टको चरणमा कुराहरू चलिरहेको छ, धेरै कुरा हुन्छ। अन्य सदस्यता भन्दा यो सदस्यताको कार्डले तपाईँलाई पर्सनली त्यो कार्ड होल्डरलाई धेरै फाइदा हुन्छ। त्यो चाहिँ हामी होमवर्क गर्दैछौँ, कुरा टिमसित कुरा भइरहेको छ, त्यो हामी पछि फाइनल गर्छौँ, त्यो पनि गर्नु होला। अनि मैले बचियाको बाटो हुँदै बिरगोलियामा होइन, त्यहाँ पनि हामी जोडिन सक्छौँ सबैजना होइन आगामी दिनमा। किनभने सहकार्य गर्दै हो त्यो धेरै ठुलो इन्भेस्टमेन्टको, किनभने मैले थोरै उहाँहरूको बिजनेस प्रमोसन गरेको है, सहयोगको हिसाबमा उहाँले हामीले सहयोग गर्नुभएको छ। हामीले ठाउँमा हाम्रो प्रोग्राममा हामीले उहाँलाई प्रमोसन गर्नुपर्छ। अब तपाईँसित 9 लाख 9.5 लाख छैन भने पनि 3-4 लाख रुपियाँ छ भनेदेखि तपाईँले त्यो जग्गा चाहिँ आफ्नो नाममा पास गर्न सक्नुहुन्छ। महिनाको 11,000 रुपियाँ किस्ता तिरेर कोठा भाडा तिरेर जस्तै त्यो जग्गा आफ्नो नाममा पार्न सक्नुहुन्छ। अनि सबैले एउटा मैले 2टा टुक्रा राख्ने निर्णय गरेँ, केपी दाइले राख्दै हुन्छ, बन्नी दाइले राख्दै हुन्छ, गजितजीले जस्तै 2टा राख्नुभयो। अब त्यहाँ मिलन च्याम्प्सहरू सबै आउँदै हुनुहुन्छ, सबैले आग्रह स्वीकार गरिदिनु भएको छ। र यो हबमा जुन अब हामी सरकारी जग्गाको पछाडि लाग्यो एउटाले ठ्याक्क मिलाइसक्यो, अर्को चेन्ज हुन्छ, फेरि त्यसपछि 0 चाहिँ अनि थाकेर हामी छोडिदिउँ बनाएको है, थाकेर छोडिदिउँ। अब यो चाहिँ निजी जग्गामा उहाँले 6-7 कट्ठामा स्टुडियो, इन्डोर स्टुडियो हामी बनाउँदैछ, हामीलाई अभाव छ होइन। हामीसँग पराणका निर्देशक दीपक आचार्य पनि जोडिँदै हुन्छ, सबैजना हामी जोडिँदैछौँ। त्यो पनि मैले आग्रह गरेँ। र यति भन्दै अब तपाईँहरूको अझ पनि क्वेसन केही छ भनेदेखि ठ्याक्कै राखेर अनि यसलाई सक्नुपर्छ, ऱ्यापअप गर्नुपर्छ ल होइन मनोज चाहिँ हजुरको अब हजुरलाई मैले अब तपाईँलाई मैले चाहिँ जस्तै यो फोनको पछाडि मैले चिप्स राखेको छु है, यो फोनको पछाडि अब उहाँले मात्र केही पनि गर्नुहुन्न है, मात्र यो फोन एकछिन पक्रिनुहुन्छ, केही 30-40 सेकेन्ड उहाँले पक्रिनुहुन्छ यो फोन है। अब त्यो फोन उठाएर चिप्स सहित समातेर एकपल्ट बस्नु 30 सेकेन्ड। अब उहाँले लगभग लगाएको 30 सेकेन्ड पनि भएको छैन, तर म फेरि पनि उहाँलाई म त्यही तरिकाले तान्छु है।